ठाकुर ए ठाकुर उठ जा हिँड्न कमिला मार्न जाने हो क्या चाहिँ लिची नि बवाल भएछ यार लिची खाने बेला हुन लाग्छ त्यो अर्पे नि आएछ होइन मम्मीलाई मदर्स डेको गिफ्ट किन्दिनँ मैले चाहिँ किनेर पहिले राखिसकेँ हो टिका लगाएर टक्क 1000 रुपियाँ दिनुहुन्छ होइन यत्रो मुढाभरि पैसा लिनु 1000 रुपियाँ दिए त जाति नै थियो तले स्वास्थ्य चौकी पुग्यौँ होइन अनि मम्मीलाई खुट्टा काटेँ अलिकति त्यही भएर टिटी सुई लाउन आएको यहाँ पुरै जाम छ त उताबाट मात्रै स्कुटी बाइकहरू आइरह म यहाँ कुरै हुने भएँ क्या पुरै जाम छ सोधिसकेँ होइन भोलिबाट चाहिँ फिक्स क्लास सुरु हुन्छ पहिलाको चाहिँ सुरु अब भोलिबाट स्कुल रहेछ भन्ने गेम खेल्ने भनेर के आएको यो त पुरा गेमैमा रहेछ कि अनि यसको सबै भयो सो हेलो गाइस के छ सबैजना सन्चै म नि सन्चै आरामै सबैजनालाई गुड मर्निङ एन्ड नमस्ते अनि आजको ब्लगमा हजुरहरूलाई स्वागत गर्छु होइन आजको ब्लग हजुरहरूले थम्बनेल एन्ड टाइटल हेरेर बुझिसक्नु मलाई के सम्बन्धी छ भन्ने आज चाहिँ मदर्स डे अनि मदर्स डेमा के हुन्छ मलाई चाहिँ थाहा भएन अलगा गिफ्ट किने हो मम्मीलाई डेली लाइफमा युज हुने अब त्यही दिन्छौँ अनि त्यही हो अनि सामानहरू चाहिँ डेली लाइफमा युज भनेको यति किनिदिएको छु होइन बाहिरको मौसम नि कस्तो जाडो भएको यार गर्मी महिनामा नि होइन घाम पनि लागेन 7-8 बजिसक्यो जाडो भइरह मलाई त अनि नास्ता खाएर अब चाहिँ यसो एकपालि बैचातिर जानु पऱ्यो होइन अविनाशसँग भेट्नु पऱ्यो 2-3 दिन भयो नभेटेको होइन भिडियो नि बनाएको छैन त्यता नि गएको छैन घरै बसिरहेको छु केमेल गएको छु अनि मकै चाहिँ खन्ने जस्तो भइरहेको रहेछ तल होइन पुरै मकैको खेतहरू बारी भन्न आयो कि होइन अब चाहिँ म जान्छु अविनाशको घरतिर अनि हजुरहरूले कसरी मदर्स डे मनाउनुहुन्छ कमेन्ट गर्नु होला होइन म पनि हेरौँ न कसो रहेछ मदर्स डेमा सेलिब्रेट गर्ने मनाउने मलाई पनि थाहा छैन हजुरहरूले कमेन्ट गर्नु म नि हेर्छु बुझ्छु टिकटकहरूमा भिडियो नि हाल्नु होला गएर हेरेर लाइक एन्ड कमेन्ट गरिदिन्छु होइन टिकटक आइडी पनि भनिदिनु मस्त टिकटकमा फ्रेन्ड हुने जतिको भिडियो त लाइक गरिदिइहाल्छु के अरे होइन अनि अरूको पनि छ भने कमेन्ट गर्नु होला होइन अनि म चाहिँ अहिले अविनाशको घर जाँदैछु अनि स्कुल कहिलेबाट खुल्ने हो मेसै नपाएर यार छेउ भइरह आज हो कि भोलि हो कहिले भयो कुनै केटाले भन्छ स्कुल खुल्यो कुनैले भन्छ खुले छैन मेसेज गरेर सोध्दा म नि तनाव छु बुझात स्कुल हेरेर मेरो स्कुल याद आयो कि स्कुल खुले आएको नि अनि कस्तो यार अविनाशमा आएको त अङ्कलले त पुरा सुतिरहनु पो भन्नुहुन्छ अहिलेसम्म आइछ नभन्दा दुइटै ठाकुर ए ठाकुर उठ जा हिँड्न कमिला मार्न जाने हो क्या यहाँ मान्छे कहाँबाट कहाँ आइसक्यो यो त सुत्दै उठ्ने बित्तिकै मोबाइलतिर रहेछ क्या उठेर मुख सुक्दिने हुन्छ नि सिधै मोबाइल चलाइदिने क्या म जस्तै रहेछ हुन चाहिँ पोस्ट हाल्न लगाएको क्या मदर्स डेको होइन के मैले त हालिसकेँ अघि के हालेँ मैले मेसेज पाइनँ अब जान्छ मुख धुन लिची नि बवाल भएछ यार लिची खाने बेला हुन लाग्छ त्यो चाहिँ भित्र गएको छ मुख धुन म चाहिँ लिची हेर्दै बस्नु त होला नन्द टोकेन नि यार हातैमा आएर अड्किन्छन् मोरी पनि अविनाशसिन पनि घर आयो होइन अनि कस्तो जाडो भइरहेको बेला कसले आगो फुक्दिएछ बैचामा पुरै यता नि आगो तापम के हो जाडो भइरह मलाई त अनि बैचामा चाहिँ अर्पे नि आएछ होइन मम्मीलाई मदर्स डेको गिफ्ट किन्दिनँ मैले चाहिँ किनेर पहिले राखिसकेँ हो अब अहिले एकछिनपछि गएर दिनु पर्ला अर्पेल चाहिँ मम्मीलाई गिफ्ट लिएर गइसक्यो होइन झुन्डाउँदै मलाई चाहिँ यहाँ हल्का बाबासँग काम छ अब मम्मीलाई मैले चाहिँ गिफ्ट दिइसकेँ अब टिका लगाएर टक्क 1000 रुपियाँ दिनुहुन्छ होइन यत्रो मुढाभरि पैसा लिनु 1000 रुपियाँ दिए त जाति नै थियो भन्दा हुन्थ्यो कति दिनुहुन्छ 150 दिए नि हुन्छ दिएको नि तैँले हराइहालिस् त मैले के हेर्नु चाहिँ मम्मीलाई गिफ्ट दिएँ होइन अनि मम्मीले गिफ्ट भन्दा महँगो दक्षिणा दिनुभयो क्या 1050 होइन 1050 पुरै होइन यसमा कापीहरू पनि किन्न छ स्कुल सुरु हुन लाग्यो नि त अब चाहिँ रेडी भएर यसो मम्मीलाई खुट्टा काटे
सुई लाउनु जान्छ टिटी सुई चापकोटे बर्दले यहाँ कुम्रुङ जान्छु हेरौँ कता जान्छु रेडी हुन्छ अनि हजुरहरूसँगै म पनि जान्छु बर्दलेतिर हैछु जाने कति दिन पुरानो हेलमेट लाउनु पर्ने भए हाम्रो मम्मीले ब्यागभरि पैसा लिएर पहिल्यै थाहा हुनुपर्ने होइन स्कुटीमा जाने भनेको के हुन्छ बर्दले स्वास्थ्य चौकी पुग्यौँ होइन अनि मम्मीलाई खुट्टा काटे अलिकति त्यही भएर टिटी सुई लाउन आएको यहाँ त्यतिले काम नै यहाँ बर्दले आएको चापकोट जानु भनेको झोल आयो त्यही भएर यता आएको स्कुटी चाहिँ यहाँ राखेको छ अहिले चलेको के अरे हेरौँ ठिकै छ अहिले चलिरहेको मम्मी भित्र जानु भए मन जानु पऱ्यो सकियो अब जान्छन् सिट चाहिँ मस्त तातै होला अब पोल्ने बर्दलेको सपिङ सेन्टरबाट मम्मीले काँक्रा खुर्सानी लिनुभयो यता नि स्कुल खुलेर रहेछ भाइ मेरो स्कुल के भयो आज गएर बुझौँ आज जाऊँ कि भोलि जाऊँ भन्ने भइरहेको स्कुटीले धोका देला जस्तो छ घर आयो फेरि चापकोटतिर जानु पर्यो स्कुल बुझ्न के भयो स्कुटी फेरि झेक्न भयो बुझेर आउनु पर्यो यार भोलिबाट स्कुल हो कि होइन जेउ छ गाह्रो छ यस्तो भाइरल मान्छेहरूको घर आइयो मम्मीलाई के दि ए मैले बिहा थियो नि देवानी यिनीहरू स्टोरी मात्रै हालेको थियो नि ल हेरौँ ल बिन्दुको घर छोड्दिएँ होइन तिनीहरू अब नास्ता खान आउँछ नि चाहिँ म चाहिँ चापकोट यसो स्कुलतिर गएर आउँछु बुझेर के गर्छु रहेछ लास्ट त्यो भयो कि स्कुल नभएर पनि स्कुल अरू कुकुरले हाम्रो किन हुँदैन भन्ने कुरो हो क्या त्यही भएर म अब चापकोट जान्छु बहिनीहरू आउँदैछन् नास्ता खान यता मिठो कमेन्ट पाइन्छ क्या यहाँ पुलमुखमा एकदम बबाल त्यही भएर त्यहाँ जाँदैछ म चाहिँ चापकोट गएँ के हो पुल त पुरै जाम छ त उताबाट मात्रै स्कुटी बाइकहरू आइरह म यहाँ कुरै हुने भएँ क्या पुरै जाम छ एउटा निक्ल्यो अब अर्को आउँदैछ दुईवटा अझै छ यो नि निक्ल्यो अब अर्को उतै छ यार स्कुलतिर त पुग्यो अब स्कुलतिर जाम सायद दाइलाई सोधे नि हुन्छ होला त्यहाँ यहाँ राखेर अब स्कुलतिर सोधिसकेँ होइन भोलिबाट चाहिँ फिक्स क्लास सुरु हुन्छ पहिलाको चाहिँ सुरु अब भोलिबाट स्कुल रहेछ भन्ने यही सोध्नलाई उहाँ भुदातबाट यहाँ चापकोट आउनु पऱ्यो अब घरतिर गइहाल्छु अब भोलिबाट स्कुल भएपछि ड्रेसहरू झोलाहरू धुन पऱ्यो खोज्नु पऱ्यो घर गएर अब के गर्ने गाह्रो छ घर आएपछि त क्या गर्मी फिल हुन्छ यार टिनको भएर हो कि के कसो हो लास्टै गर्मी हुन्छ गेम खेल्न लागेको त गर्मी भयो मलाई अभिषेक थिम जानु पर्ला अभिषेकसँग बसेर गेम खेल्नु पर्ला एक्लै खेल्दा त घर बस्दा त गर्मी हुँदो रहेछ यार अभिषेकको घरतिर गेम खेल्न जाँदैछु मस्त एकछिन गेम खेल्नु पर्ला भोलिबाट स्कुल भइआयो आज लास्टको दिन गेम खेल्ने भनेर के आएको यो त पुरा गेमैमा रहेछ कि अब यसको सकेपछि बल्ल खेल्न पाइन्छ गेम खेलिसक्यो भन्नाले नेट चलेन डाटा पनि चलेन मौसम बवाल भयो त्यही भएर पुरा यस्तो पानी पर्न लाग्यो जस्तो भयो गडेङगुडुङ त्यही भएर ह्याम्मी नि चलेन नेट नि चलेन अनि मौसमको सुकुन लिँदै चिसो हावा होइन यस्तो बवाल हावा छ यार बिहान जाडो भइरहेको थियो अहिले यही हावा काम लागिरहेको घरतिर आएको होइन पानी पर्न लाग्यो भनेर नत्र फेरि त्यसकै घर बस्नुपर्छ अहिले अविनाशकै त्यही भएर म घरतिर आउनु लाग्यो पुरा बादल चाहिँ यस्तो पुरै कालै भएको छ कि यस्तो भएको छ होइन गडेङगुडुङ भइरहेको छ कुन बेला पानी परिहाल्छ घर जाम काम थलिहाल्यो अब त्यो गरौँ गेम पनि खेल्यो आज लास्टको दिन अब झ्याप्पै त गेम खेल्न पाइँदैन जहाँसम्म
बादल चाहिँ बवाल भएको छ कि बिहान जाडो भइरहेको थियो अहिले शीतल हुँदा रमाइलो रह्यो किनकि दिउँसो पुरै माहौल तातेको थियो गर्मी भइरहेको थियो दिउँसो मस्त घर आउनुहोस् म त पुरा पानी परिहाल्यो कि पानी परेको अनि मस्त चिसो चिसो हावामा बसिरहेको अनि लाइन निकाल्छ गेम खेलौँ भने के गरौँ भएको छ केही पनि गर्न मिलेन लाइन गएपछि आमा औँसी कसरी मनाउनु भयो कमेन्ट गर्नु होला अनि आजको भिडियो यति नै आशा गर्दछु राम्रो लाग्यो होला राम्रो लाग्यो भने लाइक एन्ड सब्सक्राइब थ्याङ्क फर वाचिङ द भिडियो बाई बाई गाइज